नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तापक्षबाटै विरोध भएको छ। नेपाली काङ्ग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहित नेताले सरकारको निर्णयको आलोचना गरेका हुन्। महामन्त्री थापाले घिसिङलाई पदबाट हटाउँदा सरकारले असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गरेको टिप्पणी गरेका छन्। सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्यसम्म रहेको थापाले यस्तो टिप्पणी गरेका हुन्। उनले आम नागरिकको बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तबका सलबलाइरहेको समेत बताएका छन्। महामन्त्री थापाले फेसबुक मार्फत सरकारलाई प्रश्न गर्दै भनेका छन्, यस्तो बेला सरकारले डेलिभरीबाट असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदेऊ भनेर हामी दिनरात नभनी मेहनत गरिरहेको र सरकारले चाहिँ आफ्नै असन्तुष्टिको आगोमा मट्टीतेल हाल्ने काम गरेको बताएका छन्। साथै उनले यस्तो नगरौँ भन्दा सुने जस्तो गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने भन्दै प्रश्न गरेका छन्। मन्त्रीले बाटो बिराउँदा प्रधानमन्त्रीले सम्हाल्नु पर्ने हो, तर विडम्बना यो भएन। निर्णय गलत छ, सरकारले एक उल्टो बाटो हिँडिरहेको छ, गन्तव्य पुगिँदैन, थापाको भनाइ छ। यस्तै अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन काङ्ग्रेस पदाधिकारी थको सहमति नभएको बताएका छन्। उनले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रूपमै सहज गराएको समेत बताएका छन्। कारबाही योग्य भएन, पछि पनि गर्न मिल्थ्यो। केही राम्रा प्रयास छायामा पर्ने गरी सरकारले कुलमानलाई हटाउनु उन्न थियो। सरकारको यो निर्णय संयोजित बिल्कुलै गलत, यसप्रति खुल्ला र प्रष्ट रूपमा विमति छ, शर्माले भनेका छन्। यस्तै कुलमान हटाउने निर्णयको प्रमुख प्रतिपक्षी दल माओवादी आक्रोशित देखिएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घिसिङ हटाएकोमा सरकारको निन्दा गरेका छन्। आफ्नो फेसबुक पेजमा उनले देश र जनताको चरम लोडसेडिङको मारमा खेपिरहेको बेला एउटा ऊर्जा विज्ञको रूपमा आफ्नो नेतृत्वको तत्कालीन सरकारले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको स्मरण गर्दै प्रचण्डले भनेका छन्, जनताको विज्ञ र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माणमा सफल भएको र जनजनमा जानकारी छ। उनी कुलमानलाई बाँकी बक्यौदा जनताको पैसा हो, उठाउनुपर्छ भनेको कारण लामो समयदेखि पदबाट हटाउने उद्देश्यले साथ पटक स्पष्टीकरण सोधेको र अन्य आज भने सरकारले मन्त्रीपरिषदको बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चार माध्यममा थाहा हुन आएको छ। आशा गरौँ यो खबर असत्य साबित होस्। यदि सत्य हो भने सरकारले यो कदम बिल्कुल गलत र आपत्तिजनक रहेको भनाइ छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसीमा कार्कीले पनि घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेकी छिन्। सरकारले कुलमान घिसिङलाई कारबाही गरेर जनताको आक्रोश र थप बढाउने काम गरेको बताएकी छिन्। सामाजिक सञ्जालमा कार्कीले लेखेका छन्, 2/3 सरकारले एकजना सक्षम कर्मचारीलाई जसलाई 18 घण्टा लोड सेडिङको अन्धकारबाट यो देशलाई जनताको मुक्ति गरायो, उसलाई कारबाही गरेर पदबाट हटाउने जनताको आक्रोशको आगोमा मट्टीतेल थप्ने काम गरेको छ। कहिले रवि, कहिले बालेन्द्र, कहिले कुलमान छानी जनताकोले राम्रो काम गरिरहेको बेला दुःख दिइरहेको छ यो सरकारले। लोकतन्त्रको खोल ओढेको 2/3 सरकारलाई बधाई छ। कुलमान घिसिङ हटाउने सरकारको निर्णयको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले कुलमानलाई हटाएर जितेन्द्र साक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको निर्णय गरेको एक मन्त्रीले बताए। तर सरकारको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने निर्णयको केही जानकारी दिएको थिएनन्। धन्यवाद।